हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला। म अनि एकदमै सन्चैको साथमा आज चाहिँ होइन, अब टक्क अब बेलुकाको टाइममा भ्लग स्टार्ट गरिदिएको आज चाहिँ। अब यसो होइन, अब धेरै भयो युट्युबमा भिडियो नहालेको पनि, त्यही भएर आज यसो भिडियो हाल्ने कि भने सोचले बनाउँदैछु। अब अहिले चाहिँ म ट्याक्क मेरो ड्युटी सकेर टक्क म अहिले बसिरहेको छु होइन, बसिदिएको रासी यसरी उभिरहेको छु। त्यही चट्ट मेरो ड्रेस पनि धोइसकेको छु, अघि गाडी टक्क यहाँ छ, यस्तो छ। अनि अब मलाई चाहिँ आज माथि बिर्तामठ साथ दिने भनिदिनु थियो होइन। फेरि आज मेरो आउने साथीको चाहिँ मम्मी बिरामीहरू भएर जानुभएको छ, त्यसैले म चाहिँ अब सन्डे मात्र जान्छु यहाँदेखि बिर्तामठ। टक्क बिर्तामठ गएर मेरो नाइटको ड्युटी हुन्छ र सायद टक्क बस त्यहाँ गएर म यताउता हेरौँ के हुन्छ। ड्युटी सुटी फेरि नाइटकै हाल्नुपर्ने हुन्छ। सो हाम्रो यस्तो छ ड्युटी चाहिँ। अब तल हाम्रो एकजना सर चाहिँ टक्क के भन्छ यसलाई, यता र उता आउने हाल्ने हुन्छ है। सातवटा गाडीहरू दुईवटा छ, एउटा गाडी चाहिँ सोभित दाइले लगाएर जानुभएको छ भर्खरै भन्दैन, अघि 1-2 बजीतिर जानुभएको। अब 6 बजीतिर आउनुहुन्छ होला। त्यस्तै छ अब है, अहिले चाहिँ त्यस्तो चलाएको छ। अब म नि यहाँको भित्र भएको छैन, तर मेरो सर हुने अरे। अब पढ्नु पऱ्यो नि त होइन हामी पनि। टक्क यताको नजारा हेऱ्यो, चिया बगान हेऱ्यो। सट गाइस, पहिले बाहिरको माहौल भन्दा नि हाम्रो चाहिँ भित्रैको माहौल चाहिँ पहिले हेरिहाल्छ नि गाइस। यस्तो छ यो किचन भयो हाम्रो, यहाँ दाइहरूको रुम होइन, यस्तो छ हाम्रो दाइले खाना बनाएको हुन्छ। त्यही यस्तो छ। अब टक्क मकै बारी सबै बारीमा टक्क यहाँदेखि टक्क बबाले छ। अब हाम्रो दाइ खाना बनाउँदै हुन्थ्यो, कहाँ जानुभएको नि। सट्ट किचनहरू भयो, सट्ट टक्क माथि बसेर चाहिँ खानु पनि हुन्छ है। यो पछिल्लो गर्दा पर सिमेन्ट फ्याक्ट्री छ, यस्तो छ। टक्क ल मकै बारी सबै बारी हुन्छ। ल यता हाम्रो दाइ पनि आउँदै हुन्छ। त्यस्तै छ। अब यहाँदेखि भनेको अब यहाँदेखि तल चाहिँ अब अहिले जानु मिल्दैन क्या, त्यो कुखुरा भएकोमा चाहिँ त्यो चल्लाहरू निकाल्ने हुन्छ र त्यो भएर अहिले कुखुराको रोग चढाएको छ अरे भनेर अहिले चाहिँ तल कसैलाई छिर्नु दिनु भएको रहेन। त्यहाँभित्र काम गर्ने बाइकहरूलाई छिर्नु दिनु भएको छैन, त्यसैले अब हामी चाहिँ जानु मिल्दैन। ल घाम पनि यो डुब्नु लाग्यो साथीहरू, यस्तै छ हाम्रो। अब राति यहाँ आएर चरा बस्दो रहेछ क्या। अनि मेरो छानामा गाडाङ गुडुङ ए बा के हो यस्तो भनेको त, छानामा चाहिँ पुरै त्यो चराहरू चाहिँ आएर यस्तो गाडाङ गुडुङ गर्दो रहेछ। त्यही हो, म त अस्ति त राति डर लाग्यो क्या सुत्दाखेरि, त त्यस्तो तर्साउँछ हिँड्नु रहेछ। त अब हाम्रो म्यानेजर साहब चाहिँ अब गइसक्नु भएको छ। भोलि बिहानमा टक्क 7:30-8 बजीतिर आइपुग्नुहुन्छ। त्यो तर हाम्रो चाहिँ कम्पाउन्ड पुरै कम्पाउन्ड लगाइदिएछ, वरिपरि कम्पाउन्ड है। टक्क सुपारी चियाबारी, माथिल्लोपट्टि चियाबारी टक्क गाई छ। अब हामी तपाईँलाई माथिल्लोपट्टिको पनि देखाइन्छ। जम्मा यहाँ चाहिँ 3टा फ्याक्ट्री, 3टा उस फर्महरू छ। यहाँ भनेको चल्ला बनिने, यहाँ भनेको ठुल्ठुलो माउहरू हुन्छ होइन। तर यहाँदेखि यहाँ पर चाहिँ एउटा फार्म छ, त्यहाँ चाहिँ अन्डाहरू बनेर कुखुराहरूले अन्डा पारेकोहरू कुखुरा अन्डाहरू यहाँ ल्याउँछ, यहाँदेखि ल्याएर बिक्री गर्नुपर्छ। यहाँदेखि माथिल्लोपट्टि यो चाहिँ टक्क यहाँ चाहिँ चल्लाहरू बनिने ठाउँ छ क्या, त्यस्तै छ। तपाईँहरूलाई मैले देखाइहाल्छु नि टक्क भित्र लगेर। यो रुम हो। त्यहाँदेखि योभन्दा धेरै वर्ष अगाडि चाहिँ हाम्रो एउटा एकजना दाइले काम गर्नुभएको रहेछ। उहाँको आइडी कार्ड चाहिँ छोड्नु भएको छ। अस्ति एउटा दाइ हुन्थ्यो, उहाँ चाहिँ अस्ति भर्खर जानुभयो आएर। टक्कै मैले खाता साथै यस्तो हेर्नुपर्ने हुन्छ। सट्ट अन्डा क्यारेक्टर छ यो। टक्कै यो चाहिँ मेरो सपको क्या, त्यो ड्रेसको खोलेर राखिरहेको छु अहिले। यो ब्लुटुथ भइगयो। यो ब्लुटुथ चाहिँ मलाई कसैले दिएको हो क्या, यो चाहिँ होइन कसैले दिएको हो। यो चाहिँ म साथमै राख्छु क्या। यो ब्लुटुथ चाहिँ म मेरो साथबाट कहिले हट्दैन क्या। काम गर्दा नि यही बोकेर हिँडिरहेको हुन्छु म, गोजीमै हुन्छ मेरो साथबाट कहिले छुट्टिँदैन भनेर। त्यही टक्क अब अर्को यो चाहिँ मेरो आइफोन 7 आइफोन। यो चाहिँ ड्युटीमा बस्दा अनिवार्य हुनुपर्छ क्या, टक्क यहाँ चाहिँ फोन आउँछ है।
अन्डा छैन भाइ के हो अन्डा छ भने मलाई राखिदियो यताउता यसो यसो होइन त्यस्तो आउँछ यहाँ चाहिँ त्यही भनेको गोप्रोको सामानहरू छ यहाँ गोप्रोको सामानहरू छ टक्क स्ट्यान्डहरू यो मेरो पावर ब्याङ्क भयो यताउता मेरो फोन चार्ज भएर छ टक्क मेरो फोनको हालत बसेर टेम्पर ग्लास फेर्दिनँ यार कसरी फेर्दिनँ त मेरो टेम्पर ग्लास कति बज्यो टक्क 6 बजीमा आँटे आज छिटो छुट्टी भयो क्या यो गाडीको चाबीहरू टक्क 3टा गाडीको चाबी चाहिँ मैले एक्लै सम्हाल्नु पर्ने हुन्छ यहाँ चाहिँ अब गाडी चाहिँ यस्तो हुन्छ यहाँ चाहिँ होइन त्यही हो हाम्रो मस्तिरहेको केटाहरू हेरौँ अब बसिरहेको छ केटाहरू आएर जस्तो मेरो साथीहरू बसिरहेको छ चिया छैन है अब केटाहरू पनि हालेकोहरू हो त्यस्तै छ अब ल तपाईँहरूलाई अब माथिको भ्यू देखाइदिन्छु अब चाहिँ हामी माथिल्लोपट्टि गयो हेर्ने टक्क कस्तो छ माथिल्लो टक्क यो माथिल्लोपट्टि हो यहाँ मान्छेहरू बस्ने यताउता यो टक्क यो गेट चाहिँ मैले थुनिहाल्नु बनाएको छु अलिक झुक्काएर कुकुर पस्यो भने निकाल्नु यति गाह्रो हुन्छ यहाँबाट होइन अस्ति आएको भोलिपल्ट मलाई यति गाह्रो बनाएको कुकुरको एउटा हामीले होइन त्यो भिडियो मैले पोस्ट पनि गरिसकेको छु त्यो कुकुरको त्यो ऊ भन्दा नि अब त्यसको कुदाएको भन्दा नि त्यसलाई मैले त्यसको भिडियो चाहिँ हालेको छु आज अन्त चिजको साथी हो यो कुकुरको साथी हो सर यो पर चिया बगान यस्तो छ बबाल यस्तो ठाउँमा काम गरिन्छ है गाइस हामी चाहिँ होइन अब तिमीहरू कस्तो तपाईँहरू चाहिँ कस्तो गर्नुहुन्छ है त्यही हो मेरो पनि अब भोलि गरेर नाइटतिर हाल्छु भन्ने छ हेरौँ के हुन्छ अब यहाँदेखि हामी हेर्नुपर्ने हुन्छ चिया बगान सँगसँगै हरियाली चिया बगान लगायत यस्तो छ चिया बगान टक्क यहाँको चिया बगानको फ्याक्ट्री भनेको यहाँ एउटा फ्याक्ट्री छ त्यहाँ एउटा फ्याक्ट्री छ यहाँ एउटा आउँदैछ कुकुर हो यो चाहिँ कुकुर निस्कियो आउँदैछ आइज आइज आइयो आयो 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 हिजो 2टा 3टा आएको थियो आज छैन त्यो कुकुर चाहिँ कहाँ गयो कि त्यस्तै छ लगाएको छ अब होइन अब अहिले एकछिन अब 6:30 भएपछि मैले गेटहरू बन्द गरिदिनुपर्छ टक्क म बस्ने चाहिँ यो टक्क अब अन्डाको न्यू मूल्य पनि बढेर छ मैले हेरेको थिइनँ होइन यहाँ बढेर काम भएको छ धेरै भएको थियो मैले युट्युबमा भिडियो नहालेको नि त्यही भएर अब मैले युट्युबमा एउटा भिडियो हाल्नु पऱ्यो भनेर सोचेर एउटा बनाएको अब यहाँदेखि अब एउटा यहाँको मेन भनेको चाहिँ के हो भने यहाँ चाहिँ एउटा पसल चाहिँ रहेन चाहिँ यहाँ वरिपरि होइन अब घर त छ यता यहाँ उतिर घर त छ तर यहाँ पसलै छैन क्या फेरि पसल जानुको लागि मङ्गलबारी भनेर छ मङ्गलबारी भनेको यहाँदेखि तपाईँलाई 15 मिनट जति लाग्छ होइन हिँडेर यताको दाइहरू जानुहुन्छ त्यसो गरेर सामानहरू लिनु पठाउनुहुन्छ त्यतिखेर नै अब त सामानदेखि लिएर यहीँ सबै मिलिहाल्छ सामानहरू त्यो दाइहरूले खानेकुराहरू अलि कहिले कहिले खानु मन लाग्यो भने ल्याउनु लाइन्छ त्यति हो अब एकछिनपछि हाम्रो पनि खाना खाने बेला भइहाल्छ अब 6 बज्यो 6 बजी 6:30 बजीदेखि खाना खाने टाइम टाकटुक हुन्छ त्यही हो तेरो साथी चाहिँ कहाँ गयो भन् त तेरो साथी कहाँ गयो भन् तेरो अर्को एउटा थियो नि मलाई कुदाउने साथी त्यो साथी कहाँ गयो भन्दा मलाई त्यो कुकुर चाहिँ आज आएन रहेछ क्या चङ्खो चाहिँ ओभर चङ्खो छ क्या त्यो कुकुर पनि तर आज चाहिँ आएन रहेछ कहाँ गयो कि मलाई सानो कुदाएको छ भित्र आज आज अस्ति ल यस्तो छ अब पानी पर्ने सम्भावना त छैन आज त पानी छैन अस्ति दिन चाहिँ गाडाङमा आएको दिन त आमामा पानी यस्तो खतरा परेको थियो नि होइन कुरै नगरौँ यो म त यो भाग्छिन जस्तो लाग्यो भन्ने आएर भाग्छिन चाहिँ भाग्दैन यस्तै छ गाइस बुझ्ने पनि अब उता फुवासँग घरमा गएर काम गर्न भन्ने हुन्छ फुपूले पनि होइन फुवाजीहरूको क्याफे छ धरानको क्याफे जोन क्याफे हो कि क्याफे जोन के भन्ने एउटा कफी सप छ क्या उहाँहरूको अनि त्यहाँ गएर अब फुवाजीसँग काम गर्न फुपूले भन्ने हुन्छ अब
अर्को यो महिना त अब मिल्दैन, यो महिना भर्खरै मेरो स्टार्ट भएको होइन काम ड्युटी। अब अर्को महिनातिर चाहिँ म धरानतिर जान्छु होला सायद त के अब जाने नै भइसकेको जानुपर्छ होला धरानतिर जानुपर्छ। उतै बसेर पढ्दै होइन उतैबाट ड्युटी पनि अब फुवाजुकै सबिसकमा गर्छु। त्यही हो अब मान्छेले हरेक कुरामा सङ्घर्ष गर्नुपर्छ है, धेरै कुरामा सङ्घर्ष गर्नुपर्छ। घरको पैसाले मात्रै पुग्दैन, बुवा आमाको पैसाले मात्रै पुग्दैन होइन। पुग्दैन भने त के अब बुवा अलिक ठुलो भइसकेपछि बुवा आमाहरूलाई पैसा माग्नु अलिक अप्ठ्यारो हुन्छ नि त मान्छेहरूलाई। त्यही हो, तेरो अब काम चाहिँ गरिँदैछ होइन। हेरौँ अब कतिको गर्न सकिन्छ काम। अब योभन्दा अगाडि त मैले क्याफेमा काम त गरेको छुइनँ होइन। अब हेरौँ बिस्तारै अनुभवहरू पनि हुँदै जान्छ, कामहरू पनि सिक्दै गइन्छ। काम सिक्दै गएपछि पछि सजिलो हुन्छ। बाहिर देश जानुको लागि पनि सजिलो हुन्छ होइन। अब बाहिर देश मेरो बाबाहरू चाहिँ बाहिर देशी हुन्छ, बाबा चाहिँ बाहिर देश हुन्छ क्या। पापासँग खासै मेरो कुरै हुँदैन। फेरि अब पापा अनलाइन हुँदाखेरि म अफलाइन हुन्छु, पापा अफलाइन हुँदाखेरि म अनलाइन हुन्छु। त्यही हो, त्यस्तै भएर चाहिँ अब उताको टाइम मिल्दैन, यता र उताको टाइम मिल्दैन। त्यही भएर पापासँग बोलेको छैन, मम्मीहरूसँग त म डेली नै बोलिरहेको हुन्छु होइन कलमा यताउता। त्यही हो अब टक्क हाम्रो छुट्टी चाहिँ भनेको अब बाहिरको छुट्टी हुन्छ। छुट्टी भएपछि अब दाइहरू खाना आउनुहुन्छ, त्यहाँदेखि म पनि खाना जान्छु। खाना रुच्दैन के हो यार, तर दिनमा के कामै हुँदैन, बस्यो सुत्यो उठ्यो फोन खेलायो, फेरि अलिकति मान्छे आएछ हेऱ्यो, त्यति हो कामै छैन क्या यहाँ भनेको। फ्यामिली आएर बस्यो भने चाहिँ उब्बर दामी हुन्छ। सेलरी पनि त्यति राम्रो छ होइन, सेलरी पनि अब तपाईँको सेलरी भनेको अब 2 महिनामा बढिहाल्छ। अनि त्यही हो, अन्डा सन्डाहरू अलिअलि बेच्नुपर्छ। अन्डाबाट अन्डा बेचेपछि अब त्यो उता म्यानेजरलाई पुरो बुझाउनु पर्छ त्यो पैसा होइन। त्यति हो, कामै छैन क्या। आयो भने सब सामानहरू आएको बिलहरू टिपिदिनुपर्छ अलिकति। मङ्गलबार शनिबार अलिकति जे हुन्छ, नत्र हुँदैन। मङ्गलबार शनिबार चाहिँ के हुन्छ भने यहाँबाट गाडी जान्छ, चल्ला लगेर जान्छ गाडी, जनकपुर जान्छ, उता विराटनगरतिर जान्छ होइन। त्यो भएर चाहिँ चल्लाहरू अलि जान्छ। त्यही भएर चाहिँ बिहानै उठ्नुपर्छ। त्यो भएर चाहिँ राति 3 बजी नै उठेर गेट सेटहरू खोलिदिनुपर्छ। त्यति हो काम गाह्रो मात्र। अरू दिन त फ्री हो, मस्त 6 बजीसम्म सुत्यो, जुर्का उठ्यो, अनि ड्युटीको ड्रेस लायो, बस्यो, फोन खेलायो। कामै छैन क्या, कामै छैन। हो यहाँ चाहिँ एकजना मेरो मसँग रूपमा बस्नुहुने एकजना दाइ हुनुहुन्थ्यो, माथि रूपमा बस्नुहुने दाइ आउँछु भन्नुहुन्थ्यो। उहाँको स्किल टेस्टले गर्दाखेरि उहाँ चाहिँ आउनु अलिक हुनु होला अहिले। त्यही भएर मलाई चाहिँ अब यहाँ चाहिँ अब अर्कै एकजना भुपू प्रहरी नै भएको ल्याउनु हुने भएर कुरा गरिदिन्थ्यो। अस्ति मभन्दा अगाडि पनि भुपू प्रहरी नै हुन्थ्यो, तर अलिकति उहाँ चाहिँ बुढो हुनुभएको कारणले गर्दा उहाँलाई चाहिँ माथि ब्याङ्कमा सारिदिनु भएको छ अहिले, हल्दीबारी खै के भन्ने ब्याङ्कमा। अनि मलाई अहिले राख्नु भएको छ। मेरो साटोमा फेरि अर्को मान्छे आउँछ है यो पछाडि। अब त्यहाँदेखि म पनि फेरि बिर्तामठमै हो। फेरि अब 1 महिना टक्कसँगदेखि महिना बस्छु, काम गरेर ड्युटी गर्छु। त्यहाँदेखि अर्को महिना भनेको वैशाखदेखि म भनेको फुगालसँग जान्छु टक्क होटलमा काम गर्नु, कपसपमा काम गर्छु। त्यति हो अब यहाँ भनेको अँधेरो भइसक्यो गाइस। गफ गर्दै यहाँ अब यहाँ 2जना जति सेक्युरिटी गार्ड भएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। किनकि अब साथी हुन्छ सेक्युरिटीलाई पनि यसो गफ गर्ने यताउता होइन, त्यही छैन क्या अलिकति। त्यही भएर एक्लै जस्तो हुन्छ क्या। अब एकजना दाइ हुनुहुन्छ, उब्बर मिल्ने दाइ हुनुहुन्छ क्या, सबित दाइ भन्ने नि। सबित दाइ यहाँ उहाँको घर चाहिँ थाहा छैन, तर उब्बर मिल्ने हुन्छ क्या त्यो दाइ चाहिँ। अनि उहाँ चाहिँ अहिले गाडी लगेर बिर्तामठ जानुभएको छ सामानहरू लिने यताउता। त्यही हो, अब उहाँ पनि एकछिनमा आउनुहुन्छ। त्यसपछि अब आएर मेरो अलिक सामान लिनु फटाफट सामान ल्याइदिनुहुन्छ। उहाँले सानो गाडी चलाउनुहुन्छ क्या। त्यही हो अब गाइड्स होइन। अब मेरो भिडियो पनि खासै त्यस्तोरी चाहिँ मेरो भिडियो नि आउँदैन होइन। अब यसो आइहाल्यो नि महिनामा एउटा भिडियो आउँछ। त्यही हो क्या, बनाउनै भ्याइँदैन, बनाउनै अल्छी लाग्छ क्या भिडियो। के हो आजभोलि त। पहिले त म हप्ता 11-12 दिनमा म भिडियोहरू पोस्ट गरेर हुन्थेँ, अहिले त छैन क्या फेरि। त्यही हो गाइस, अब हामी टक्क अर्को भिडियोमा भेट्नुपर्छ गाइस है ल। टक्क आजको भ्लग चाहिँ यहाँ एन्ड गरौँ। अब मेरो खाना खाने टाइम पनि हुन लाग्यो होइन, खाना खाने टाइम पनि हुन लागेको छ। अब दाइरा खाना जानुपर्छ थाल बोकेर। त्यो गाइस अर्को भिडियोमा भेट्नुपर्छ टक्क। अबको 15-16 दिनमा ट्याक्कै मेरो भिडियो नयाँ भिडियो आउँछ है, माथि बिर्तामठको भिडियो।
त्यति बेला भेट्नुपर्छ गाइज टक्कसँगले। ल आजको भिडियो चाहिँ यहीँ गरौँ।